वेलकम टु हट आइस क्युब्स। म चाहिँ अहिले पाँच पोखरीबाट तल झर्दैछु। अनि मेरो साइकलको सेटअप चाहिँ यस्तो छ, बाटो यस्तो छ होइन, अनि मौसम यस्तो छ। अब एकैचोटि राइडमा भेटौँ होइन ल। सरसँगले अब जाउँ होइन। ओहो यो त घाटा लाग्यो त। ओ गाह्रो पर्यो हो। तेरिको भन्न सस्पेन्सन चाहिँ राम्रो चल्छ र ढुक्क छ। तेरिको हातै धर 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 गर्छ। चिसोले ब्रेक हान्नु नमिलेर गोल्टी जान्छु होला यार। मजा चाहिँ आइरहेको छ है या, योभन्दा मजा चाहिँ आइरहेको छ। औ सेट हो आमा। बिस्तारै बिस्तारै जाउँ। ब्रेक नजानी त जान नसकिने रहेछ त। साइकल त हुत्तेर जाँदो रहेछ एकैचोटि। बरु टेक्निकल बाटो हुनु, रोड सेक्सन चाहिँ नहुनु कि हड्डी मसाज गरिदिने रहेछ। आम्मो कसम भनेको घर पुग्दा त 10-12 गरेर केटाहरू त यत्तिकै फालिदिन्छ होला। म त्यस्तो पावर आइसक्यो। पुरा पावरफुल भइसक्यो त म त होइन। धेरै ठुलो चाहिँ हन्दिनँ, मेरो माटो 10-12 जना त झट्काइदिन्छु म सिधै हो। रक सेक्सन। मलाई टेक्निकल बाटो चाहियो, रक सेक्सन कम्ती चाहियो।
ओ घरहरू पनि छैन, जङ्गल मात्रै छ, रात परिसक्यो। ओ घरहरू चाहिँ आए गाउँमा आयो भन्न। म त जङ्गल बुक जस्तै आज जङ्गलतिरै बास हुन्छ कि भन्ने सोचाइ थियो, घरहरू झन् आयो। यस्तो टेक्निकल यस्तो अक्सेक्सनमा पछाडिको ब्रेक हाल्दै हिँड्दैछु म। साइकल अनि कहाँ बाटो जाने, 10-15 दिनमा चाहिँ साइकल 10-15 दिन के यस्तै बाटो हो नि त, भोलि नै जान्छ साइकल। यस्तो ढुङ्गामा पछाडिको चक्का घिसार्दै हिँड्दैछु म। मजा आयो। उकालो आयो फेरि। यो कुन ठाउँ हो? आन्टी यता दोकान कहाँनिर छ? यही हो? पानी चाहियो थियो। खाने पानी कि लाने पानी हो? खाने पानी। म झापादेखि। अब यता कुम्लिङ। हजुर चौकीबाट छिटो हुन्छ। चौकी चाहिँ यही बाटो सिधै गयो भने पुगिन्छ? यही बाटो सिधै यताबाट होइन? ल सो पानी खायो, अब फेरि लाग्यो। यतिको बाटो चाहिँ हुनु पर्यो क्या सरसँगले। तर यतिको बाटो हेर्नु टेन्सन होइन। पानी खाएपछि त पलायो क्या हो। रोक्यो। गल्यो।
कत्रो कत्रो उकालो हैट पेट दुखो किन दङ्गिने होइन बिस्तारै जाउँ हिँड्दै हिँड्दै ओह्रालो आयो भने कुदाउला उकालो आयो भने ठेलेर जाने हो के भएको छ सरसँगले यस्तो चाहिँ उज्यालो छ भने त फेरि खाँडी हानिन्छ नि त ब्रेक किन हान्ने एकैचोटि सर रोक्सेस चाहिन क्या मलाई बरु टेक्निकल होस् टेन्सन भएन यस्तो सजिलो आयो भने त मेरो लागि घिउ हो फेरि ए यसरी बरु पेट्रोल हान्ने फेरि उडाउँदै हिँड्ने हो सर सर यतिको बाटोमा त फेरि साडी हानिन्छ नि मेरो त्यो त पिच जस्तै गयो नि अब यस्तो आयो न टेन्सन त फेरि ऐतेरिका आम्मामा कत्रो त ढुङ्गा आम्मा बाटो त नि खन्जा रहेछ नि त नि आम्मा यस्तो बाटो कुदाउन पाए के हेर्नु के हेर्नु ऐतेरिका ढुङ्गाहरू कस्तो दो अब त बाइक बराबर भइहाल्यो नि अब चाहिँ ऐतेरिका सरसँगले आम्मा यस्तो बाटोमा पेल्छ फेरि कत्रो कत्रो भेरी यार ढुङ्गाहरू तलै सिधिम होइन साइकल अल्झ्यो केही भएको छैन नि भाँच्यो भने त फेरि घर कसरी जाने के परात्तै चल्ला ओह्रालै जाउँ पहिला यहाँबाट हिँड्ने जस्तो लाग्यो अलिकति हो कि होइन कि कागे हान्ने जाए पुगिन्छ बाल भएन मात्र होइन कोही मान्छेहरू पनि छैन यार कसलाई सोध्ने हो हेलो गाई के छ कोही छैन गाईसँग त बोल्दै हिँड्नु पर्यो नि
ओइ आहा ओइ तेरिका ओफ I love technical route. ल अब फस्यो फेरि कता कता हो कता कता हो यस्तो टाढो त होस् लागेको थिएन त हौ हराइयो क्या I choose technical way. No. टेक्निकल पनि पुरा महा टेक्निकल रहेछ नि त बाटो त यहाँ सिमेन्ट साग रोपेको रहेछ होइन पानीबाट चाहिँ जाऊ भरिसके बचाउँ होइन अरू चाहिँ जेसुकै होस् सबै फेरि कपडातिर लाग्छ ब्यागतिर लाग्छ फेरि औडा हुन्छ फेरि मुस्ताङ गएको जस्तै भएन नि टेन्सन हुन्छ तर ढुङ्गा चाहिँ अलिकति ठिक रहेछ यता यहाँको ढुङ्गे बाटो भन्दा चाहिँ यस्तो बाटोमा चाहिँ अलिकति मजा आउँछ क्या सरसँगले के गयो नि फेरि साइकलको घ्यात्रा गर्न थाल्यो त बरु पम्चर भइदियो हुन्थ्यो अर्को बिग्रिनुभन्दा बिस्तारैको न अब यत्रो साइकल बिनाइ भइगयो अब बाटो पनि पुरै हरामी छ
बुनहरू कुन स्कुल पढ्छौ हजुर कुन स्कुल सिंहेश्वरी ल ल लैजाऊ मलाई तिम्रो तिम्रो त्यो ज्याकेट देऊ तिम्रो मेरो साइकल लैजाऊ ल तिम्रो ज्याकेट मलाई देऊ मेरो साइकल लैजाऊ ल ल फुकाउ न नि नदिने त्यो खोला चाहिँ ला दिदी लाग्ने मलाई ओए तर बाटो यताको बवाल रहेछ नि त यत्तिको चाहिँ बाटो हुनु पर्यो क्या यस्तो तुफान उठाइदिन्थ्यो म तर खोइ राखिन त नि ल ब्रेक नानी जाउँ कहाँसम्म पुगिँदो रहेछ ल ओइ तेरिका ब्रेक नानी भएन नि त नि अब चाहिँ हल्का हल्का मामा लगाउँ भने जस्तो लाग्यो है होइन पहिला क्या यस्तो पुलबाट हिँड्नु हुन्थ्यो होइन धेरै सानो हुँदाखेरि क्या म 6 वर्षको थिएँ अनि डेडीहरू चाहिँ यस्तो पुलबाट जानुहुन्थ्यो क्या अनि मलाई चाहिँ अब डर लागेर पुलमा हिँड्नु नसकेर यो तर घुमाएर ल्याउँछ क्या खोलाबाट गनाए होइन अब चाहिँ आइपुगेकै रहेछ बाटो बिर्सेर क्या यत्रो गाह्रो भएको न त यता पछाडिको बाटो आउने हो नि तरसँगले त्यो घर त्यहाँबाट तल एउटा घर छ त्यो घर कट्नेतिकै राउन्ड आउँछ राउन्ड आउनेतिकै ठ्याक्क हाम्रो मामाको घर आउँछ सानो मामाको त्यहाँबाट हाम्रो अर्को मामाको घर आउँछ त्यहाँबाट फेरि अर्को मामाको घर आउँछ ठोक्यो साह्रै मजाले यस्तो बाटोमा कुदाउनु साइकलमा अब यस्तो बाटो कुदाएपछि को चाहिँ उभो लाग्छ त यार साइकल त खत्तम भइहाल्छ नि